आज हो सन्डेको दिन र सन्डेको दिनको बिहानको रुटिन चाहिँ अलिकति फरक हुन्छ। ढिलो उठ्नु, फेरि सबै तीन आमा छोराछोरी बसेर एकछिन गफ गर्नु, चायको चुस्की लिनु हैन। चाहे गर्मी होस् चाहे ठन्डा होस्, हामीहरू हल्का बिहानमा रातो चाय चाहिँ अलिकति पिउँछौँ तीन आमा छोराछोरी बसेर, त्यो पनि सन्डे अरू सटर्डेको दिन। अरू दिन त हामीसँग एकदमै फुर्सद हुन्न, किनभने उठ्दा उठ्दै अलिकति ढिलो भइसकेको हुन्छ। फेरि अनि स्कुलको आफ्नो आफ्नो काम सबै भइहाल्छ हैन। अनि त्यसपछि चाय पिएँ, त्यहाँ बसेर चाय पिउँदा गफ गर्दा अनि छोराले भन्यो मम्मी मेरो साइकल बिग्रिरहेछ बनाउन छ भनेर भन्यो। अनि के बिग्रिरहेछ भनेर हेरेर आएँ। त्यसपछि मेरो चाहिँ सन्डेको रुटिन फरक हुन्छ। हजुरहरूलाई भनिहालेँ सन्डेको दिन चाहिँ म छोराछोरीलाई झाडु पोछा लाउन दिन्छु, जुन कामहरू मैले अरू दिन म आफै गर्ने गर्छु। त्यसपछि छोराले पोछा लगायो, छोरीले पूजापाठ गरिन्, अनि मैले चाहिँ यता खाना बसालिसकेर चाहिँ यो भाँडोमा चाहिँ मैले आफूले कन्टिन्यू रेगुलर पिउने पानी राख्छु र यसलाई चाहिँ बेला बेला पिताम्बरीले धुनुपर्छ, नभए यो चाहिँ ताम्बाको भाँडो एकदमै कालो हुन्छ, हेरि नै नसक्नु। त्यसपछि हामीहरू खाना बस्यौँ। काम तीन आमा छोराछोरी मिलेर सकेपछि अन्त्यबाट खाना बसिहाल्यौँ। त्यहाँ हामी आज चाहिँ मैले बनाएको थिएँ बिरेन चामलको भात, जुन मेरो छोराछोरीलाई नि साह्रै मनपर्छ, मलाई पनि मनपर्छ र श्रीतिलाई पनि मनपर्छ। अनि हामीहरू चारजनै बसेर खाएर ओरेर चाहिँ म र श्रीति भएर निस्क्यौँ काहीँ जानको लागि। र हामीहरू दुईजना चाहिँ यसरी नै थोरै समयलाई म्यानेज गरेर कसरी हुन्छ के गरेर हुन्छ समय निकालेर चाहिँ कामहरू गर्ने गर्छौँ। जुन कामको साथसाथमा हामीहरूले चाहिँ त्यसलाई इन्जोय गर्छौँ र त्यही हिसाबले घुम्न गएको अब हैन, डुल्न गएको त्यही हुन्छ। अब काम पनि हुन्छ र साथमा घुम्ने डुल्ने पनि हुन्छ। र हामीहरू चाहिँ के हुन्छ भने आफ्नो जीवनको व्यस्ततामा यस प्रकारले बिजी हुन्छौँ कि एकदमै आफ्नो लागि समय दिन सक्दैनौँ, घरबाट बाहिर निस्किन सक्दैनौँ। छोराछोरी कहिले घर परिवार आफन्त यताउति भन्दै बिल्कुलै सकिन्न। त्यसपछि हामीहरू पुगिसकेका छौँ अहिले पानी ट्याङ्की पुगेर चाहिँ यहाँ हामीहरू फलफुलहरू लिँदैछौँ। हामीहरू जहाँ हिँडेको त्यहाँ त कहीँ पनि जाँदाखेरि खाली हात जाने कुरा त आउँदैन। अनि हामीलाई पनि साह्रै गर्मी पनि भएको थियो, प्यास पनि लागेको थियो। अनि ल न त हामीले पनि केही पिहालौँ भनेर अनि यहाँ चाहिँ हामीहरूले स्प्राइट अनि त्यहाँबाट फेन्टा लिएर पिउँदै र उता लिएर जानको लागि पनि बोकेर हामीहरू हिँडिसक्यौँ। र बाटामा पुग्ने बित्तिकै देख्यौँ हामीहरूले यहाँ ठुलो एकजना काली माताको मन्दिर हुनुहुन्न रहेछ। अनि मन्दिरमा बसेर यसो दर्शन गरेर त्यसपछि हामीहरू यसो त्यहाँ अब एउटा दुईवटा फोटो त क्लिक नगर्ने कुरै आउँदैन कहीँ पनि पुगेपछि होइन। बडोकाली भनेको चाहिँ सुन्निएको थियो तर गइएको कहिल्यै थिएन। र आज हेर्नुहोस् एउटो कामले निस्किँदाखेरि कतिवटा काम हुन्छ। त्यसपछि त्यहाँ दर्शन गरेर एकछिन बिसाएर त्यसपछि फेरि हामीहरू निस्किसक्यौँ र एकदम मन्दिर पनि राम्रो लाग्यो। बहुत ठुला मन्दिर थियो अरे पहिला। अनि केटाकेटी हिँड्दाखेरि डराएर रोएर चाहिँ फेरि मन्दिरलाई अलिकति घटाउँदै साना गराउँदै गएको अरे। र अहिले चाहिँ आफै साना हुन्छन् भन्ने कुरा त्यहाँ सुन्न पाइयो। त्यसपछि हामीहरू उहाँ पुगेर पनि एकछिन बसेर गफसफ गरेर सबै ठाउँमा भिडियो नै बनाउन पर्छ भन्ने पनि जरुरी लाग्दैन मलाई, किनभने कुनै ठाउँहरू यस्तो हुन्छ कि भिडियो बनाउन अलिकति मिल्दैन वा उहाँहरूलाई कम्फर्टेबल लाग्दैन र म त्यही हिसाबले मात्रै भिडियोहरू बनाउँछु। त्यसपछि उहाँ जहाँ हामी गएको उहाँ हामीलाई हरिया मकै त्यसको पछि अरू सामानहरू पनि दिनुभयो। अनि फेरि मेरो गाडीमा पेट्रोल सकेला जस्तो भएको थियो। आएर पेट्रोल पम्पसम्म आइपुग्दाखेरि सकिन्छ कि भनेर अलिकति एलर्ट त रहन पर्यो नि त। अनि त्यहीँ पेट्रोल पाउने रहेछ, त्यहीँबाट लिएर हामीहरूले गाडीमा पेट्रोल पनि हाले। अनि त्यसपछि चाहिँ बोतल जहाँबाट ल्याएको त्यहीँ लगेर राखिदिन पर्यो नि त होइन। जस्तै भए पनि फेरि अर्को ठाउँमा काम आउँछ। अनि हामीहरू त साथी भएपछि तपाईँहरूलाई थाहै छ, हाँसेर के छ जिन्दगी, मोरी लानु केही छैन होइन। अनि त्यहाँबाट हाँस्दै गुनगुनाउँदै त्यसपछि मेरो पर्समा हेरेको त खुल्ला पैसा रहन्छ। अनि श्रीतिको पर्सबाट, किनकि म दुईटै पर्स बोकेर बसिरहेको थिएँ नि त, अनि श्रीतिकै पर्सबाट 100 रुपियाँ पैसा निकालेर पेट्रोलको पैसा दिएँ। त्यसपछि अझै हेर्नु न उहाँ लौकी पनि आफ्नो बारीबाट टिपेर, अब डिक्कीमा त लौकी अड्दैन। अनि त्यहाँबाट फेरि यो पटल पनि आफ्नै बारीको, कति टेस्टी थियो खाँदाखेरि। अनि त्यहाँबाट आफ्नै बारीको चिजहरू यहाँ हामीहरूलाई दिनु पनि भयो। अनि हामीहरूले चाहिँ अब यो लौकी चाहिँ अड्दैन डिक्कीमा भनेर चाहिँ अब यसको लागि हामीहरूले एक्स्ट्रा झोला मागेर यसलाई पनि अब केही त मेसो मिलाउन पर्यो नि त। अनि अब यो काटेर लग्यो भने त बिग्रिहाल्छ भनेर चाहिँ हामीले फेरि एउटा झोला पनि माग्यौँ। त्यसपछि हामीहरू लौकीहरू सबै राखेर चाहिँ फोटोसुट अलिअलि त गर्नै पर्यो नि त। गइसकेपछि उहाँ चाहिँ हुनुभयो श्रीतिको साथी, एकदम सानामा स्कुलमा पढ्दाखेरिको साथी, र उहाँलाई सन्च छैन भनेर चाहिँ हामीहरू भेट्न भनेर गएका खास गरी चाहिँ। अनि त्यताबाट आउँदाखेरि फेरि अब भेटघाट गरेर आउने बेलामा चाहिँ हामीहरू हेर्नु न रोडमा झरेर फेरि भिडियो पनि बनाउने फोटो पनि खिच्ने गरियो। रमाइलो गर्दै
फेरि श्रीतिको बहिनीको घर पनि हामीहरूलाई जान थियो होइन। अनि बहिनीको घर जाम न त भनेर काम थियो, कामले नै गएको हो जान चाहिँ। अनि जाम न त भनेर गएको त उहाँ पुग्दा पुग्दा त श्रीति त हालत खराब, उसको त बेहोस हुने जत्तिकै भइसक्यो। हेर्नु न, उहाँ आँखा साखा चिम्मा गरेर सुत्नुभएको एकदम। उसलाई चाहिँ गाडीमा हिँडेको एकदमै सुट गर्दैन, गाडीमा हिँड्ने बित्तिकै बिमारी हुनुहुन्छ। यसै त स्कुटीमा गएको थियौँ, फेरि पनि थाहा छैन के भयो। अनि मेगी सेगी बनाएर उरेर खाइयो उरियो। त्यहाँबाट फेरि हामीहरू आइपुग्यो आफ्नो घरमा। अनि गएर त मजै आयो, तर श्रीतिलाई चाहिँ बिसन्च भएर, किनभने हामीहरूले बिहान खाएर निस्केको त्यहाँबाट। अब श्रीतिको साथीको घरमा गएको, अब साथी आफै बिमारी हुनुहुन्थ्यो त अब हामीहरूलाई त्यहाँ केही उहाँले बनाएर दिने कुरा पनि भएन र बिमारी मान्छेलाई प्रेसर नहोस् भनेर हामीले पनि केही भनिएन। त्यसपछि बाटाघाटामा हामीहरूलाई खाना अलिक अप्ठ्यारै हुन्छ, किनभने भनेको चिजहरू पाउँदैन। त्यसपछि त्यस्तै भएर चाहिँ खाना पाइएको थिएन भनेर भोकले चाहिँ उसलाई त्यस्तो भएको रहेछ। अनि आएर ओरेर घर आइपुगेर अनि छोराछोरीलाई खाना खिलाउनको लागि बाहिर लिएर गएँ, किनभने दिनभरि छोडेर गएको थिएँ। आफ्नो जिम्मेवारीबाट पछि हट्न बिर्सिन हुँदैन के। अनि त्यहाँबाट मैले छोराछोरीलाई पनि बाहिर लिएर गएर उनी खुसी भए। पानीको बोतल किने नानीले, बाबुले ब्याट र बोल किन्यो। अनि त्यहाँबाट थ्याङ्क यू मम्मी भन्दै हेर्नु न गला लागेको। दिनभरि छोडेर गएको थिएँ, उनीहरूलाई निराश गराउन त हुँदैन नि, त्यो मेरो जिम्मेवारी हो। त्यसपछि हेर्नु न मेरो घरको एक्वेरियम चाहिँ। अनि त्यहाँबाट अब चाहिँ आजको सारा काम सकियो भनेर अनि छोरीले चाहिँ यहाँ के गर्दैछिन् खोइ कुर्नी। अनि अब चाहिँ आजको लागि बाई बाई, गुड नाइट, शुभरात्रि, फेरि भेटौँला भन्दै मैले ऊ गरेँ। छोरो चाहिँ अझै देखाउँदैछ, यहाँ हेर्नु न यस्तो लेखेको छ, यस्तो लेखेको छ। काठको बेड किनिदिन्छु कि 2 दिनमा भाँच्छ, 2 दिनमा भाँच्छ। अनि यसपालि चाहिँ मैले प्लास्टिकको सस्तो हो भए पनि अब छोराले हुन्छ भनेपछि यही किनिदिएँ। अनि लिएर आएर अब खुसी, छोराछोरी खुसी हुनसँग मतलब छ, महँगो चिज मात्रै राम्रो हुन्छ भन्ने पनि छैन कतिवटा कुरा होइन। अनि त्यही भएर चाहिँ आजको भिडियो यति नै।